सम्माननीय सभामुख महोदय, समयको लागि धन्यवाद छ। हामी हाम्रो आन्दोलन जारी राखेका छौँ, यो सबैलाई जानकारी छ, भनिरहनु परेन। सम्माननीय सभामुख महोदय, हामीले कस्तो समाज निर्माण गरेछौँ र गर्दैछौँ। यहाँ काम गरेर खानेहरूले चोरेर खानेहरूलाई जवाफ दिँदै हिँड्नुपर्ने भन्छु हो। म गर्वका साथ भन्छु सभामुख महोदय, सुमिरे टुर्स एन्ड ट्राभल्स मेरो कम्पनी हो सभामुख महोदय। समय ठिकै चलेको छ सभामुख महोदय। अरूको घडीको समय बिग्रेको छ भने म के भनौँ सभामुख महोदय। मेरो कम्पनीमा मात्र एकजना मान्छे भिजिट भिसामा जापान होइन संसारको कुनै देश गएको छ। हामीले पैसा लिएका छौँ र फर्केका छैनन् भने प्रमाण पेश गर्न म चुनौती दिन्छु सभामुख महोदय। होइन भने सभामुख महोदय, निराधार आरोप संसदको रेकर्डबाट हट्नुपर्छ। म यो सभामुखज्यूबाट रुलिङको माग गर्दछु सभामुख महोदय। आज केही मान्य सदस्यहरूको अभिव्यक्ति यहाँ सुन्न पाइयो। हामीले कुनै मान्य सदस्यको नाउँ किटान गरेर भनेका थियौँ न। चोरको खुट्टा काट भन्दा खुट्टा। यो रासपा र रापरपाका या अन्य दलका मात्र होइनन्, त्यहाँ काङ्ग्रेसका मान्छे पनि परेका छन्, त्यहाँ एमालेका मान्छे पनि परेका छन्, त्यहाँ माओवादीका पनि छन्। समग्रमा भन्ने हो भने नेपाली नागरिक बेचिएका छन्। तिनीहरूको छानबिन गर्नुपर्छ। यहाँ संसदमा अहिले पनि अपिल गर्न चाहन्छु, साथमा आउनुहोस्। संसदमा हामी कति सङ्ख्यामा छौँ भन्ने कुरा महत्त्वपूर्ण होइन, यो मुद्दा जायज हो कि होइन त्यो कुरा महत्त्वपूर्ण हो। अहिले हेर्नेलाई गर्नेलाई भन्दा देख्नेलाई लाज भइसकेको छ। संसदमा त तपाईँ हामी एक अर्काप्रति आरोप र प्रत्यारोप लगाउँला, तर नेपाली जनताले चाहिँ यसको फैसला गर्छन्। जनताले चाहिँ के भन्ने?